हाम्रो अफ द रेकर्ड भनौँ या अन द रेकर्ड भनौँ हामीसँग त्यतिखेर 700 जना हुनुहुन्थ्यो अन द रेकर्ड हामीसँग। अनि अफ द रेकर्ड चाहिँ है हामीसँग रेकर्ड नभएको तर हामी आएको थियौँ भनेर उहाँहरूले हामीलाई WhatsAppहरुमा गर्दै गर्दाखेरि हाम्रो साथीहरूको सबै हाम्रो टिम मेम्बरको हरूबाट कलेक्सन भए अनुसार पनि लगभग 350 जना भन्दा बढी चाहिँ आएर फर्केको भन्ने कुरा पनि हामीले त भित्र पस्न नदिएको भन्ने पनि हामीले त्यहाँनेरि सूचना त्यसरी पनि पायौं। त्यो दिन खासमा के भयो भन्ने हामीले नवदुर्गा पार्टी प्लेसमा कार्यक्रम भन्यौं। नवदुर्गा पार्टी प्लेसमा कार्यक्रम भनिसकेपछि हाम्रो त्यो खुल्ला सत्र थियो, त्यहाँनेरि जो पनि आउन सक्नुहुन्थ्यो, त्यहाँ कसैलाई रोकटोक थिएन। त्यो कुरा हामीले अघिल्लो दिन पनि यही आएर जानकारी गराएका थियौं र त्यसो हुँदाखेरि सबै खालको मान्छेहरू त्यहाँनेरि उपस्थित भइदिनु भयो। त्यहाँनेरि वाद विवाद वादी प्रतिवादी सबै खालको मान्छेहरू त्यहाँ उपस्थित भइदिनु भयो। अनि त्यही दिन चाहिँ फेरि 23 गते त्यही दिन कार्यक्रम रहेछ हाम्रो एनटेक जेनजेट को नामबाट हाम्रो सुरेन्द्र घरती मगरज्यूले कार्यक्रम घोषणा गर्नुभएको, आन्दोलनको कार्यक्रम घोषणा गर्नुभएको रहेछ र कन्फ्युज भएकोले कति त्यता माइती घरतिर पनि जानुभयो। अनि कतिजना अभियन्ता साथीहरूले चाहिँ के भन्नुभयो भने माइती घरमा कार्यक्रम छ भनेर हाम्रोतिर कार्यक्रमतिर आइदिनु भयो। अनि उहाँहरू चाहिँ प्रत्यक्ष रूपमा या अप्रत्यक्ष रूपमा भनौँ उहाँहरू प्रशासनको निगरानीमा हुनुहुन्थ्यो, प्रहरीको निगरानीमा हुनुहुन्थ्यो। अनि त्यहाँ चाहिँ हामीले सोचे भन्दा बढी प्रहरीहरू लगभग 250-300 जना चाहिँ प्रहरीहरू मात्र बाहिर बसिदिनु भयो। अनि त्यो बाहिर उहाँहरू प्रहरीहरू बसिदिसकेपछि हामीलाई कसो भयो भने बाहिरबाट आउने मान्छे पनि त्यहाँ भित्र आउन नपाउने भयो। भित्रबाट हामीले कोर्डिनेसन गर्न पनि अलिक हामीलाई समस्या पर्यो। अनि त्यो भएकोले गर्दाखेरि लगभग 350-400 जना चाहिँ बाहिरबाट फर्किनु भयो। हामीलाई त्यो उहाँहरूले जानकारी गराउनु भयो। अनि पछि हामी हलमा चाहिँ लगभग अन्तिमसम्म कार्यक्रम सक्दाखेरि 350 जना जति चाहिँ हामी अन द स्ट्यान्ड थियौं र त्यो कार्यक्रम गर्नलाई हामीले 15 दिन अगाडिबाट चाहिँ गुगल फर्म मार्फत सबैजनालाई सार्वजनिक आह्वान गरेका थियौं र उहाँहरूले गुगल फर्म भर्नु भएको थियो। गुगल फर्म भरेर उहाँहरू त्यहाँसम्म आउनु भएको थियो र हामीले राष्ट्रभेलाको प्रथम चरणमा चाहिँ हामीले शहीद परिवार र घाइतेको मात्र कुरा सुन्यौं। त्यो दिन हामीले बाँकी कसैको कुरा सुनेनौं नवदुर्गा पार्टी प्लेसमा। र हिजो हामीले भोजन गृह दिल्ली बजारमा क्लोज क्याम्प गर्यौं 1 बजेदेखि र त्यो 1 बजेदेखि कार्यक्रम गर्दाखेरि त्यहाँनेरि पनि धेरै प्रकारका साथीहरू आउनुभयो, आफ्नो कुराहरू राख्नुभयो। हामीले ग्रुप डिभिजन गरेका थियौं। त्यो ग्रुप डिभिजनमा चाहिँ समूहगत डिभिजनमा चाहिँ त्यहाँनेरि आफ्नो कुराहरू उहाँहरूले राख्नुभयो, आफ्नो विचारहरू उहाँहरूले राख्नुभयो। जस अनुसार हामीले त्यसलाई टिपोट गर्यौं। त्यसलाई टिपोट गरेर हामीले कुनै पनि बुदा नबाँचिने गरी त्यसलाई हामीले अहिले फाइनल गर्दैछौं। त्यो बुदाहरू हामीले उहाँहरूको मागहरूलाई फाइनल गर्दैछौं र हामी त्यसलाई भोलि सार्वजनिक गर्नेछौं। फेरि यहाँ 24 गतेको मैले कार्यक्रमको शेड्युल भने। अनि 25 गते आज पनि हामी बसेको थियौं है। आज पनि हामी क्लोज क्याम्पमा थियौं र आजको क्लोज क्याम्पमा चाहिँ हामीले छान्दै स्क्रिन गर्दै ल्याएका लगभग 50-60 जना चाहिँ हामीसँग चाबेल भने चक्रपथ महाराजगञ्ज बासबारी नेर हामीसँग भेलामा सहभागी हुनुहुन्थ्यो र त्यो भेलाबाट हामीले विभिन्न विभागहरू गठन गरेका छौं र यसमा हामीले विभागहरू गठन गर्दाखेरि हामीले एउटा कोर टिम पनि बनाएका छौं। त्यसको कोर टिमको चाहिँ प्रवक्ता म आफै अबिन लिम्बू छु। म यहाँ जजको नाम लिन्छु, तपाईहरु साथीहरु कृपया उठिदिनु होला यहाँ उपस्थित हुनुहुन्छ भने। अनि त्यसै गरिकन सदस्य सचिवको रूपमा हाम्रो कुन्दन कुशवाजी हुनुहुन्छ। त्यसै गरिकन अहिले यो सचिवालय एउटा बनिएको छ। त्यो सचिवालय सदस्यको चाहिँ प्रमुखको रूपमा हामीले रबिन कुमार शाहज्यूलाई मनोनित गरेका छौं र त्यसै गरी हामीले विभिन्न विभागहरू बनाएका छौं। अब यहाँनिर म विभागहरूमा आउँदैछु। वार्ता समितिको प्रमुख म आफै अबिन लिम्बू। यो तपाईहरुले नम्बर पनि मेरो नम्बर पनि सुनिराख्नु होला, टिपेर समाचारहरुमा सम्प्रेषण गरिदिनु होला। र म यहीँबाट के अपिल गर्न चाहन्छु भने विभिन्न बहानामा विभिन्न एनजिओ आइएनजी को नाममा चलेका व्यक्तिहरू यो म ठाडै भन्छु, सिधै भन्छु तपाईहरुलाई, आज युएसए एम्बेसी र भारतीय राजदूतावासको प्रत्यक्ष असरमा आएर प्रत्यक्ष एउटा उयसमा परेर लोभ लालचमा परेर है
हाम्रो यो जेनजेहरूको आन्दोलन, हामी जो जेनजेटहरूको आन्दोलन भयो त भदौ 23 र 24 गते, यो आन्दोलनलाई हाइज्याक गर्ने एबिसिडी जो कोही तपाईहरू यो मेरो आवाजलाई सुन्दै हुनुहुन्छ भने तपाईहरूलाई म सार्वजनिक आह्वान गर्न चाहन्छु, अपिल गर्न चाहन्छु। तपाईहरूले यो नम्बरमा, मेरो नम्बर 9802378109 9802388109 यो वाट्सएप पनि छ। यसमा तपाईहरूले कल गरेर हामीसँग चाँडोभन्दा चाँडो तपाईहरू हामीसँग सम्पर्कमा आउनुहोस्, हामीसँग समन्वय गर्नुहोस्, नत्र भने हामी तपाईहरूको विरुद्धमा अझै योभन्दा चर्को गरी बोल्न बाध्य हुनेछौँ। यो मैले नाम तोकिन, तर एबिसिडी जुनसुकै नाममा जेनजेटको नाममा छरिएर बसेका एनजिओ का पैसा खाएर, अमेरिकी दूतावासको पैसा खाएर, भारतीय दूतावासको पैसा खाएर बस्ने सबैजनालाई मैले यो यहाँबाट सार्वजनिक आह्वान गरेँ। तपाईहरू साँच्चै जेनजेहरूको लागि लड्नु भएको भने तपाईहरू मसँग तुरुन्त सम्पर्कमा आएर हामी एक भएर फेरि पनि बृहत राष्ट्र भेला गरेर, मलाई चाहिएन, मैले पहिलेदेखि भनिरहेको छु, मलाई कुनै पनि नेतृत्व चाहिँदैन। हामी नेतृत्व तपाईहरूलाई नै सुम्पिन्छौँ, तर कम्तीमा राष्ट्र भेलामा आउनुहोस्, कम्तीमा नेपालभरि छरिएर बसेको जेनजेटहरूलाई चाहिँ एक गर्ने वातावरण बनाउनुहोस्। तपाईँहरू एक्लै त्यो अघि मैले नाटक देख्दै थिएँ क्या, मलाई कता पारा पनि तातिरहेको थियो क्या, त्यो देखेर साथीहरू बाहिर बसेको, हामी ओरिजिनल जेनजेट, फल्ना ओरिजिनल जेनजेट होइन, भित्रबाट नाम आइरहेको थियो वार्ता समितिको। यो के हाम्रो भाइ बहिनीहरूले भदौ 23 र 24 गते चलाएको जुन आन्दोलन थियो, गरिरहेको आन्दोलन थियो, त्यो आन्दोलनमा जो भाइहरू शहीद भए, जो भाइहरू घाइते भए, जो हाम्रा मान्छेहरू घाइते भए, उनीहरूको रगतमाथि तपाईँहरूले के खेलबाड गरिराख्नु भएको छ, खेलाची सम्झिराख्नु भएको छ। तपाईँहरू पटक पटक म देख्छु राष्ट्रपतिकोमा गएको छ, प्रधानमन्त्रीकोमा गएको छ, म जेनजी भनेको छ। मलाई अझै पनि याद छ, अस्ति हामी यो प्रधानमन्त्री नियुक्ति हुनुभन्दा अगाडि मात्र पनि लगभग झन्डै आर्मीको मेलमा चाहिँ 1000 भन्दा बढी मेल छ क्या, त्यो पढ्नै नसकिने गरी 1000 भन्दा बढी मेल चाहिँ त्यहाँनिर गएको छ अरे क्या। म पनि जेनजी हो, म पनि जेनजीको अगुवाई हो, म पनि जेनजीको अगुवाई हो भन्दै। तपाईँहरू जेनजीको अगुवाई हो भने आउनुहोस् हामीसँग। मैले पटक भनेको यहाँ हामी यहाँ उभिने कसैलाई पनि हामीलाई नेतृत्व चाहिएको छैन है। यहाँ हामी कसैले मलाई नेतृत्व चाहिन्छ, म संरक्षक हुनुपर्छ, म जेनजेटको अभियन्ता हो होइन, मैले नै गर्नु पाउनुपर्छ भन्ने हाम्रो माग छैन। हामीलाई मन्त्री हुने पनि लोभ छैन, हामीलाई मन्त्रीको पिए हुने पनि लोभ छैन। अघि त मैले केसम्म सुन्दै थिएँ भने साथीहरू राष्ट्रपति भवनमा गएर पिए भए पनि बनाइदिनु पर्यो, मन्त्रीको पिए भए पनि बनाइदिनु पर्यो अरे भनेर पनि भन्दै हुनुहुन्थ्यो अरे। खबरदार तपाईँहरू यो जेनजेट भाइ बहिनीहरू दाजु जति पनि त्यो 23 र 24 गतेको आन्दोलनमा आउनुभएको थियो, उहाँहरूको रगतमाथि होली खेल्न बन्द गर्नुहोस् तपाईँहरू, नत्र हामी तपाईँलाई सार्वजनिक रूपमा अब हामीले तपाईँहरूलाई प्रत्यक्ष भेटेर, हामीले तपाईँलाई प्रत्यक्ष सम्पर्क गरेर केही पनि गर्दैनौँ। अब प्रत्यक्ष रूपमा तपाईँहरूलाई बहिष्कार गर्छौँ, हामीले तपाईँहरूलाई सामूहिक रूपमा बहिष्कार गर्छौँ, चोकमा बहिष्कार गर्छौँ। सुन्नुहोस्, तपाईँहरूलाई यो खबरदारी भयो, यो तपाईँहरूलाई हामीले प्रत्यक्ष खबरदारी। तपाईँहरू यदि जेनजेटको नाममा राजनीति गर्न चाहनुहुन्छ भने तपाईँहरू छोडिदिनुहोस् आजदेखि यो काम। तपाईँहरूलाई त्यसको कुनै पनि अनुमति दिएको छैन जेनजेट आन्दोलनले। त्यो भएर म तपाईँहरूलाई फेरि पनि भन्छु, तपाईँहरू जो मेरो आवाज सुन्दै हुनुहुन्छ, एबिसिडी जेनजेटको नाममा छरिएर बस्नुभएका एबिसिडी जो कोही, हामीलाई वादी प्रतिवादीसँग फरक भएन, को राजावादी, को गणतन्त्रवादी, को योवादी, को त्योवादी, हामीलाई सम्बन्ध, हामीलाई त्योसँग सरोकार भएन। हामीलाई सरोकार के छ, नेपाल बन्नु पर्यो, नेपालप्रति प्रेम भाव हुनु पर्यो, देश प्रेमको भाव हुनु पर्यो भन्ने हाम्रो कुरा हो। देश प्रेम भाव हुने सबैजना, मेरो फेरि पनि मैले नम्बर भने 9802388109, तपाईँहरूले मलाई वाट्सएपमा पनि कल गर्न सक्नुहुन्छ। म 24 घन्टा मेरो मोबाइल अन हुन्छ, तपाईँहरूले मसँग आउनुहोस्, हामी बसौँ, हामी बसेर एउटा सौहार्दपूर्ण रूपमा वातावरण बनाएर फेरि पनि हामी एउटा बृहत राष्ट्र भेला आयोजना गरौँ भन्न चाहन्छु। त्यसै गरिकन मसँग यहाँनिर अरू छ, प्रचार प्रसारमा हुनुहुन्छ हाम्रो विजयजी, यहाँ कतै हुनुहुन्छ भने उहाँलाई पनि उठिदिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरेर जनसम्पर्कमा त्रिदेव भट्टराई हुनुहुन्छ, यहाँ हुनुहुन्छ भने उठिदिनु हुन पनि हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरेर घाइते तथा शहीद परिवार सम्पर्क समन्वय समिति भनेर हामीले विभाग छुट्याछौँ, त्यसमा सञ्जय पौडेल यहाँ अहिले भर्खर हुनुहुन्थ्यो। त्यसै गरिकन राहत सङ्कलनमा नीति साखे हुनुहुन्छ, उहाँ चाहिँ अहिले कारणवश काठमाडौँ उपत्यकाभन्दा बाहिर यही घाइतेहरूलाई सम्पर्क गरेर राहतहरू, उहाँहरूको दुःख सुख बुझ्न काममा लागिराख्नु भएको छ। उहाँहरू अहिले पूर्वमा हुनुहुन्छ, विराटनगरतिर कता हुनुहुन्छ। र त्यसै गरिकन मैले यहाँनिर अर्को भने हामीसँग विज्ञ टोली पनि छ। विज्ञ टोलीमा हामीसँग आइजिबी सर्वेन्द्र खनालको टोली हुनुहुन्छ। त्यसै गरिकन भ्रष्टाचार निर्मूल अभियान पनि छ, हामीसँग भ्रष्टाचार निर्मूल विभाग पनि छ। त्यसमा हाम्रो
प्रज्वल लामा र सीताराम हुनुहुन्छ। त्यसै गरिकन यहाँ तपाईहरुलाई हामीले यो विभागहरू बनाएका छौं र अब हामीसँग 108 वटा चाहिँ यो राष्ट्रिय भेलाबाट पारित भएको 108 वटा समिति छ, नाम छ। त्यो चाहिँ हामी तपाईहरुलाई भोलि फेरि पनि हाम्रो भोलि एउटा कार्यक्रम छ, यहाँबाट तपाईहरुलाई हार्दिक निमन्त्रणा पनि भन्न चाहन्छु। हामीले भोलि अब यत्रो देशमा है जेनजेडहरूले भदौ 23 र 24 गते विद्रोह गरेर यो सरकार ल्यायो अनि हामीले पोखरामा विजयजीकै नेतृत्वमा एउटा जुत्ताको शालिक राखेर एउटा जुत्ता राखेर हामीले त्यहाँ जेनजेड चोक घोषणा गर्यौं र अब हामीले काठमाडौँमा पनि र देशको विभिन्न ठाउँमा त्यही अभियान सञ्चालन गर्ने भनेर पनि निर्णय पारित गरेका छौं र त्यसै अन्तर्गत हामीले भोलि पहिलो चरणमा हामीले भेला सके लगतै यो पहिलो हाम्रो निर्णय हो। 3 कुने काठमाडौँको 3 कुने चौकलाई चाहिँ हामीले जेनजेड चोक भनेर घोषणा गर्ने भनेको छौं। त्यसमा हामीले हाम्रो 108 जना सदस्यहरूको नाम पनि तपाईहरुलाई त्यहाँनेरि दिनेछौं। हाम्रो बाँकी प्रेस विज्ञप्तिहरू त्यहाँनेरि हामीले हाम्रो के कुराहरू छ, हाम्रो कार्यदिशा के हो, सबै कुराहरू त्यहाँ दिनेछौं। तपाईहरुलाई आइदिनु हुन दिउँसो 1 बजे 3 कुने चोकमा तपाईहरु सबैजना पत्रकारज्यूहरूलाई पनि यहीँबाट निमन्त्रणा गरे, तपाईहरुलाई आइदिनु हुनको लागि हार्दिक निमन्त्रणा पनि गरे र अब अन्तिममा धेरै कुराहरू हाम्रो साथीहरुबाट आइसकेको छ। अन्तिममा मैले यहाँनेरि क्लोज क्याम्पको कुराहरू गरे हैन। अब यो 1-2 वटा कुराहरू तपाईहरुलाई सरसर्ती भन्दिहालौँ। हामीले राष्ट्रिय भेलामा धेरै जसो उठेको कुराहरू चाहिँ धेरै जसो त्यहाँनेरि उपस्थित हाम्रो प्रतिनिधिज्यूहरूले कुरा राख्नु भएको कुरामा चाहिँ तपाईलाई 2-4 वटा कुरा राख्छु म। भ्रष्टाचारमा शून्य सहनशीलता भन्नुभएको छ उहाँहरूले, जेनजेड पुस्ता 1 हुनुपर्छ भन्नुभएको छ उहाँहरूले। अनि त्यसैगरी प्रत्यक्ष कार्यकारी निर्वाचन प्रणाली लागू गर्नुपर्छ, प्रत्यक्ष निर्वाचन कार्यकारी हुनुपर्छ भन्नुभएको छ। त्यसैगरी अन्तरिम संविधान जारी गर्ने भन्नुभएको छ। अनि आन्दोलन गर्नेहरूलाई सुरक्षा दिनुपर्ने राज्यबाट। यसमा चाहिँ तोडफोडमा भन्न मतलब यो 24 गते जो तोडफोडमा हैन सहभागी हुनु नथ्यो उहाँहरू बाहेक, जस्तो अहिले म छु एउटा, म पनि 23 र 24 गतेको आन्दोलनमा थिएँ। यहाँ हाम्रो साथीहरू हुनुहुन्छ। हामीमाथि यो राज्य भनौँ या विभिन्न सङ्घ संस्थाहरूका व्यक्तिहरू विभिन्न ठाउँहरूबाट धम्कीहरू आइरहेछ। हाम्रो सुरक्षाको लागि र समग्र जेनजेडको आन्दोलनमा सहभागी भएका यो तोडफोडमा संलग्न नभएकाहरूको लागि चाहिँ सुरक्षाको व्यवस्था गर्नुपर्ने भनेर राज्यबाट सुरक्षाको व्यवस्था गर्नुपर्ने राज्यबाट यो हुनुपर्ने भनेर आएको छ। अनि निर्वाचन प्रणाली परिवर्तन, अहिलेको निर्वाचनमा हाम्रो जेनजेडहरूको कोही पनि सहमत छैन। यो कुरामा पनि तपाईहरुले यो कुरालाई पनि फोकस गरिदिनु होला। यस्तै धेरै कुराहरू छ यहाँनेरि। तपाईहरु एबीसीडी जेनजेडको नाममा अबदेखि राजनीति गर्न छोड्दिनुस्। तपाईहरुलाई जेनजेडको नाममा राजनीति गर्ने, जेनजीहरुको नाममा राजनीति गर्ने कुनै पनि छुट छैन। तपाईहरु वार्ता समिति बनाउने, यो बनाउने त्यो बनाउने बहानामा तपाईहरु भेला नहुनुहोस्। अब हामी एक हौं, हामी सबै जेनजेड पुस्ताहरू एक हुनुपर्छ भनेर म यहाँ तपाईहरुलाई हार्दिक अनुरोध गर्दै कार्यक्रम सकेको घोषणा गर्न चाहन्छु। अब हामी जेनजी अगुवाहरू मात्रै बोलेर हुँदैन, हामीले भनेर मात्रै हुँदैन। त्यही भएर हामीले त्यस कार्यक्रममा 400 भन्दा बढी मान्छेलाई भेला गरेर मृतक तथा घाइते परिवारको मात्रै माग सुन्यौं, कसैको पनि माग सुनेनौं। त ठुलो र म सानो भनेर पदको लागि हामी लडेनौं। हामीले घाइते तथा मृतकको मागहरू सुन्यौं। उहाँहरूको माग एक टिपोट गरेका छौं, एक शब्दमा राखेका छौं, एक नोटबुकमा राखेका छौं। त्यो मागलाई हामीले प्रमुख एजेन्डा बनाएर अग्रसर लिएका छौं। प्रमुख माग भनेको नै प्रत्यक्ष कार्यकारीको प्रधानमन्त्री हुनुपर्छ भन्ने देखियो। प्रदेश संरचना हर हालतमा खारिज हुनुपर्छ भन्ने देखियो। म यहीँबाट भन्न चाहन्छु, सुदन गुरुङ, मिराज ढुङ्गाना, प्रवेश दाहाल, रक्षा बम, मजिद अन्सारी लगायतका व्यक्तिहरू अब छुटेर हुँदैन। अब एक हुनुपर्छ। तपाईहरुमा नै शक्ति छ, हामीमा नै शक्ति छ। हामी नै एक हुन सकेनौं भने के गर्ने? अर्कालाई फाइदा उठाउन दिने? के प्रतिशोधको भरमा राजनीति चल्छ? चल्दैन। त्यही भएर एक हुनु आवश्यक छ। बारम्बार भनिरहेको छु, शब्द एउटै हुनुपर्छ, ताली एउटै हुनुपर्छ, आवाज एउटै हुनुपर्छ, भावना एउटै हुनुपर्छ। हामी एक हुनुपर्छ। अब भन्यौ, हामीलाई सबैभन्दा बढी पछुतो के भएको छ भने सुशीला कार्कीको सरकारबाट भएको छ। सुशीला कार्कीलाई हामीले यतिकै ल्याएर राखेको होइन, प्रत्यक्ष कार्यकारीको चुनाव हुनुपर्छ भनेर ल्याएर राखेको हो।
प्रदेश संरचना हटाउनुपर्छ भनेर ल्याएर राखेको हो। अनि तत्कालीन गोली हान्न आदेश दिने गृहमन्त्री, तत्कालीन गृहमन्त्रीको पनि मन्त्री, मन्त्रीको मन्त्री प्रधानमन्त्री खड्ग प्रसाद ओलीलाई कानुनी दायराभित्र ल्याएर छानबिन गरेर कठघराभित्र उभाइनुपर्छ भनेर हामीले सुशीला कार्कीलाई प्रधानमन्त्री बनाएको हौँ। विभिन्न मुद्दा रगतमा होली खेल्नको लागि बलिदानमा बगाइएका ती रगतहरू पानी बनाएर त्यसलाई पिउनको लागि तपाईँहरूलाई हामीले प्रधानमन्त्री बनाएका होइन। गोली लागेको छ, छातीमा लागेको छ, टाउकोमा लागेको छ, कानमा लागेको छ, कतिजनाका आँखाका नानी उडेका छन्, गोलीको छर्रा लागेको छ। यो कुरा कसले बुझ्छ, कसले गर्छ? यति बेला सबैभन्दा जिम्मेवार व्यक्ति भनेको को हो? राज्यमा प्रधानमन्त्री हो। त्यही भएर प्रधानमन्त्रीले माग सम्बोधन गर्न जरुरी छ। नत्र मैले यही पत्रकार सम्मेलन मार्फत के उद्घोषणा गर्दछु भने यदि तपाईँले प्रत्यक्ष कार्यकारीको चुनाव फागुन 21मा गराउने निर्णय र प्रदेश संरचना खारेज अनि रमेश लेखकलाई र तत्कालीन खड्ग प्रसाद ओलीलाई अनि लगायतका भ्रष्टाचारमा मुसिएका ती व्यक्तिहरूलाई तपाईँले कानुनी दायरामा ल्याएर कारवाही गर्न सक्नु भएन भने, कार्तिक 24 गतेसम्ममा यो निर्णय गर्न सक्नु भएन भने सडकमा हामी दशौंको संख्या होइन, सयौंको संख्या होइन, हजारौंको संख्यामा व्यक्तिहरू उतार्ने छौं। सिंहदरबारबाट सिधै थुतेर ल्याएर सडकमा घिसार्ने छौं भन्दैछु। पटक पटक र बारम्बार जनताले हामीलाई पागल भनिसके। पागल भएर हुँदैन। हामी नेतृत्व गर्न आएका होइनौं। हाम्रा मागहरू सम्बोधन हुनुपर्छ भन्ने हिसाबमा हामी आएका हौं। हाम्रो माग एउटै छ, हाम्रो शब्द एउटै छ, हाम्रो आवाज एउटै छ। प्रत्यक्ष कार्यकारीको चुनाव हुनु पर्यो। तत्कालीन आदेश दिने व्यक्तिहरूलाई कारवाही गर्न सक्नु पर्यो। यति मात्रै भन्दछु म। अनि एउटा कुरालाई मैले जोड दिए, गुण्डा संघका गुण्डु टोलका नाइकेहरू कृपया कानमा कवास छ भने खोलेर सुन्नुस्। तपाईहरुमा के संख्या भयो भनेर घमण्ड गरेको? संख्या त एउटा कुकुरको मलमुष्टमा पनि हुन्छ, त्यहाँ पनि झिंगा लाग्दछ। त्यो झिंगाले समाजमा सकारात्मक सन्देश होइन, बिरामी फैलाउँदछ। त्यो झिंगा हो तपाईहरु गुण्डा टोलका गुण्डा संघका गुण्डुहरू। विचार गर्नुस्। हामी भनेको मौरी हो, फूलका रस चुस्दछौं र स्वादिलो मोह समाजमा वितरण गर्दछौं। त्यो उद्देश्यले आएका छौं। यो संख्याको घमण्ड नगर्नुस्। यदि संख्याको घमण्ड गरेर राज्यमा अराजकता निम्त्याउन चाहनुहुन्छ भने भनेका छौं कार्तिक 14 गते देखाइदिन्छौं हामी। जय राष्ट्रवाद, जय नेपाल। धन्यवाद। सम्पूर्ण देशकै युवाहरूलाई जोडेर एउटा परिवर्तनको तर्फ लाने जुन हामीले एउटा निर्णय गरेका छौं, यसमा हामी चाहिँ एकजुट भएर हामी अगाडि बढ्नुपर्छ भन्ने सन्देश म दिन चाहन्छु। फुटेर होइन, जुटेर यो देश बन्छ। किनकि जहाँ फुट हुन्छ त्यहाँ शान्ति कहिले पनि हुन सक्दैन। यस कारणले गर्दा देशभरि नै हाम्रा जति पनि जेनजेड समूहका साथीभाइ दाजुभाइ र विभिन्न टिम लिडरहरू हुनुहुन्छ, अहिलेसम्म मलाई पनि धेरैजनाले विभिन्न अवसरहरू दिइराख्नु भएको छ। म उहाँहरूसँग म यही अनुरोध गर्न चाहन्छु, हामी जस्तो एउटा निस्वार्थ भावनाले आज हाम्रा भाइका सपना पूरा गराउनको लागि हामी बाहिर आएका छौं। तपाईहरुसँग जति सम्पत्ति छ देश बनाउनको लागि दिनु, हामीसँग सम्झौता गरेर हाम्रा भाइहरूको रगतमाथि राजनीति गर्नको लागि कृपया तपाईहरु यस्तो नगरिदिनु। किनकि यो देशमा हामीले चाहेको परिवर्तन हो। तपाईहरु जस्तो विदेशी दलाल र विदेशको आडमा बसेर आफ्नै भाइहरूको हत्या गर्ने हत्यारा बन्न हामी चाहदैनौं। यसकारणले गर्दा हाम्रो देशभरिबाट आजको यो हाम्रो राष्ट्रिय भेला 3 दिनको जुन हाम्रो राष्ट्रिय भेलाबाट जति पनि हाम्रो निर्णयहरू भएको छ, यसमा हाम्रो कुनै पनि स्वार्थ छैन। यदि हाम्रो स्वार्थ तपाईहरुले भेटाउनु भयो भने मलाई माइती घरमा लगेर झुन्ड्याएर मार्दिनुहोस्। म यति पक्काको साथमा, यति तपाईहरुसँग विश्वास को साथमा म भन्न चाहन्छु, यो देश बनाउनको लागि आज मलाई पनि मेरो परिवारबाट हो, मेरो आफन्तबाट बाबु तिमीले गरेर हुँदैन भन्ने कुरा धेरै छ। यस्तै धेरै हाम्रो साथीहरू यही डरले अहिलेसम्म फिल्डमा आउन सक्नु भएको छैन। विदेशबाट विभिन्न साथीहरूले भन्नुहुन्छ तपाईहरु त्यहाँ बसेर के गर्दै हुनुहुन्छ, तपाईहरु हाम्रो भाइहरूको रगतमा राजनीति गर्नुभयो भने खबरदार भनेर आज हाम्रा देश विदेशबाट हाम्रा युवाहरूले आवाज उठाउँदै गरेको छ। यस कारणले गर्दा म आज यो पत्रकार सम्मेलनबाट म तपाईहरुको बीचमा यही कुरा राख्न चाहन्छु, देश बनाउनको लागि
निस्वार्थ, निडर, साहसी जसरी हाम्रो वीर गोर्खाहरूले अहिलेसम्म एउटा छाप छोड्दै आउनुभएको छ। नेपाली कहिल्यै झुकेको छैन र यो अहिले हामी पनि यो कुरा हाम्रो जेनजेटका जति समूहहरू छ, तपाईँ हामी सबै यदि निस्वार्थी ढङ्गले हाम्रा भाइहरूको सपना पुरा गर्नका लागि हामी आज आफ्नो विभिन्न एजेन्डा लिएर राष्ट्रपति भवन धाउने, एम्बेसी धाउने, विभिन्न सङ्गठनका व्यक्तिहरूसँग सम्पर्क गर्ने जति पनि हाम्रा इष्टमित्रहरू हुनुहुन्छ उहाँहरूसँग मेरो अन्तिम अनुरोध छ, आजको दिनदेखि तपाईहरूले ती पार्टीको व्यक्तिहरूसँग, त्यो आइएनजिओ एनजिओसँग, एम्बेसीको व्यक्तिहरूसँगको भेटघाट छोड्नु भएन भने अब हामी तपाईँहरूलाई पनि ठेगाना लगाउँछौँ। हामी हाम्रा भाइहरूको रगतमा खेल्ने कसैलाई पनि छोड्नेवाला छैनौँ भन्ने यति नै कुरा राख्दा म अन्तिम भन्न चाहन्छु। हस्, जय राष्ट्रवाद। गोली लागेको घाइते हुँ र मैले नजिकबाट चाहिँ राज्यले घाइते तथा शहीदहरूलाई गरिरहेको व्यवस्था चाहिँ मैले नजिकबाट महसुस गर्ने मौका पाएको छु हैन। त्यसैले अहिलेको वर्तमान अवस्था भनेको चाहिँ हामी जति पनि घाइते शहीद परिवारहरू छौँ उनीहरू सबैजना एक ठाउँमा एकीकृत भएर चाहिँ हामीले आवाज उठाउनु जरुरी छ। हामी विभिन्न समूह उपसमूहमा अहिले विभाजित छौँ, त्यसरी समूह उपसमूहमा विभाजित नभइकन हामी एकत्रित भएर एकमुष्ट रूपमा आवाज उठाउनु जरुरी छ। साथसाथै वर्तमान हाम्रो जुन क्रान्ति, जेनजी क्रान्तिबाट यो जुन सरकार बन्यो त्यसले आन्दोलनको म्यान्डेट अनुसार नै काम गरिरहेको छ भन्ने कुरामा धेरै शङ्काहरू नि आइरहेको छ हैन। त्यसको निवारण हुनु एकदम जरुरी छ। साथै अहिले जेनजीहरूलाई नै आतङ्ककारी घोषित गर्ने त्यस्तो क्रमहरू बढिरहेको छ। त्यही भएर चाहिँ हामीले क्रमशः यसलाई सचेत हुन जरुरी छ र हामीले आन्दोलनकै बलिदानमा टेकेर बनेको सरकारले क्रमशः हामीलाई नै आतङ्ककारी घोषणा गर्ने त्यस्ता व्यक्तिहरूलाई यथाशीघ्र कारबाही गर्न जरुरी छ। यदि सरकारले सक्दैन भने आफ्नो हात खडा गरिदियोस्, हामी स्वयं त्यो काम गर्न तयार छौँ। र आन्दोलनको क्रममा जति पनि घाइते हुनुभएको छ उहाँहरूलाई सरकारले न्यायोचित उपचारहरू दिन जरुरी छ भन्दै मेरो 2 शब्द टुकाउन चाहन्छु। धन्यवाद। अहिले पनि जति पनि जेनजी साथीहरूले यो भदौ 23 र 24 गतेको जुन आन्दोलन भन्ने कुरा आउँदैछ त्यो कुरोमा चाहिँ अलिकति मैले पारदर्शी गर्न चाहन्छु। किनभने 23 गते जेनजीको आन्दोलन थियो भने 24 गते त्यसले विद्रोहको रूप लिएको थियो। विद्रोहलाई क्रान्ति भनिन्छ। अब क्रान्तिबाट आएको एउटा सरकारलाई आफ्नो संविधान संशोधन गर्न पूर्ण रूपमा अधिकार दिएको हुन्छ। त्यसको निमित्त हामीले अब पूर्ण रूपमा संविधान संशोधन गर्ने हो र हाम्रो माग एउटै हो भने सम्पूर्ण जेनजीहरू तितर-बितर नभई आफ्नो आफ्नो यो कोठामा बसेर एउटा जेनजीको समूह अर्को जेनजीको समूह बनाउनु भन्दा हामी सबै एकजुट भएर अब यो संविधानले चाहिँ कसरी संशोधन गर्ने र जेनजीको त्यत्रो 76 जनाको रगतको बलिदानपछि आएको यो विद्रोहलाई कसरी चाहिँ सम्बोधन गर्ने विचारधारामा जानुपर्छ जस्तो लाग्छ। त्यसको लागि चाहिँ हाम्रो विचार सबैले मिलाउनुपर्छ। किनभने हाम्रो सबैसँग एउटै एजेन्डा जस्तो लाग्छ। अब यहाँ कोही पदमुखी, कोही चाहिँ तपाईँको आफ्नो विचारमा र कसैले टिम बनाउने थियौँ होला सायद, त्यस्तो खालको नहौँ। हामी जेनजीहरू सब एक हौँ। हाम्रो पहिलो माग भनेको करप्सन विरुद्धको थियो। अब नेपोकिट त हामीले पुरा भइसक्यो, यो मिडियाहरू पुरा भइसक्यो। अब हाम्रो माग रहेको भनेको भ्रष्टाचारीलाई र कुशासन विरुद्धको थियो। कुशासन र भ्रष्टाचारी विरुद्धको जुन मागलाई सबै हामी एकजुट भयौँ न भने केही हुने होला छैन। त्यसले गर्दाखेरि अहिले जति पनि सल्मलाएका छन् पुरानो पार्टीहरू, यिनीहरूको रमाउने ठाउँ, यिनीहरूले खेल्ने ठाउँ मात्रै हुन्छ। त्यसले गर्दाखेरि सम्पूर्ण जेनजीहरूलाई एकीबद्ध भएर हाम्रो यो आन्दोलन अर्थात् यो विद्रोहलाई सफल बनाउने हो भने हामी पूर्ण रूपमा संविधान संशोधन गरेर मात्रै अगाडि बढ्नको निमित्त जेनजी साथीहरूले अनुरोध गर्दछु। त्यसै गरी कोही जेनजीहरू यहाँ हल्ला गर्दै हिँडेको देख्छु, अध्यादेशबाट चाहिँ संविधान संशोधन गर्नुपर्छ। अध्यादेशबाट ल्याएको संविधान अर्को चुनाव आउँछ र चुनावपछि त्यो जति पनि सांसदहरूले त्यसले पूर्ण रूपमा त्यसले खारेज गर्न सक्छ क्या। त्यसले गर्दाखेरि हाम्रो मागलाई चाहिन्छ। र अर्को भनेको हामीले बिर्सिनै नहुने कुरो, हामी आन्दोलनबाट आएको होइन, हामी विद्रोहबाट आएको। विद्रोह भनेको क्रान्ति हो। आन्दोलनबाट आएको भने हामी आन्दोलनमा जति पनि क्षति भयो, जति पनि व्यक्तिगत क्षति भयो, सरकारी क्षति भयो, त्यसको पूर्ण रूपमा हामीले बिहोर्नुपर्छ। त्यसको कारबाहीको भागीदार हुनुपर्छ। त्यसले गर्दा हामी क्रान्तिबाट आएको। क्रान्तिले नयाँ संविधान जनाउँछ, नयाँ संविधान बनाउँछ, नयाँ सरकार बनाउँछ। यसको निमित्त हाम्रो अहिलेको सरकार पूर्ण रूपमा अधिकार छ उसको त्यो
अधिकारलाई चाहिँ हामीले पूर्ण रूपमा सदुपयोग गर्ने हो भने सम्पूर्ण जेएनजीहरू अहिले तितर बितर भइरहेछन्। एउटा कोठे जति पनि कोठामा हामी यो सङ्गठन गरिन्छ, यो सङ्गठनलाई चाहिँ एउटा बृहत रूपमा देशको रूपमा संयुक्त रूपमा हामी अगाडि बढौँ न भने हाम्रो यो जति पनि अहिलेको आन्दोलन विद्रोह सबै माटोमा मिल्नेछ। तपाईँहरू एकजुट र हामी एकबद्ध भएर अगाडि बढ्नको निमित्त विनम्र राख्न चाहन्छु। यो मेरो भनाइ थियो। धन्यवाद।